यो ज्याकेट चाहिँ अर्को साल ठिक हुन्छ भनेर किनेको। ज्याकेटको कुरा पछि गर्दै गरौँला। सो आज चाहिँ जाम लगेज किन्नुको लागि। म चाहिँ बेन्ड क्रस सपिङ मलमा जान्छु भनेको थिएँ, तर 20 मिनट्स नै बस कुर्नु पर्दो रहेछ। मैले चाहिँ ह्यारो अन द हिल गेटमा जाने डिसाइड गरेँ। मलाई चाहिँ ट्रेन चेन्ज गर्नु पर्थ्यो, अनि यहाँ एउटा ट्रेनमा झरेर यो अर्को यहीँ छेउमै हुन्छ कि यो चाहिँ मलाई कस्तो मनपर्छ। अनि यो झोला चाहिँ नेपालको झोला हो, कम्फर्टेबल हुन्छ। अनि म चाहिँ जता नि डुलाउँछु कि। अनि म सुरुमा नेपालबाट आउँदाखेरि चाहिँ मैले एउटा झोला लिएको थिएँ पर्पल। त्यो बोक्दा 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 वाक्क परेर अनि फेरि अरू झोलाहरू किन्नु थालेको। फेरि छुट्टीहरूमा मेकअपको सामान के डुलाउनु मन लाग्ने, झोला भारी भएर चाहिँ मलाई झ्याउ लाग्ने। सो मैले चाहिँ लगेज किन्ने डिसाइड गरेँ। म चाहिँ प्राइमार्कमा गएँ पहिला लगेज हेर्नुको लागि कस्तो रहेछ यहाँ हेर्छु, अनि त्यसपछि टिके म्याक्समा हेर्छु, अनि जुनमा मनपर्छ त्यो किन्छु भनेर चाहिँ मैले यहाँ हेर्दै थिएँ। मैले चाहिँ कस्तो हुन्छ भनेर ट्राई नि गरिरहेको थिएँ। अनि यो लगेज चाहिँ मेरो कपडासँग म्याच हुँदो रहेछ क्या। त्यसपछि म कफी सपमा गएँ, अनि त्यसपछि चाहिँ टिके म्याक्समा गएँ। म चाहिँ त्यहाँ पनि कति धेरै अप्सन रहेछ, तर के हो म त मेसो नि पाइनँ, कति धेरै थियो। मैले चाहिँ यो कस्तो क्युट लाग्यो, अनि यो चाहिँ भित्र नि खोलेर हेरेँ, तर यो चाहिँ अलिक सानै जस्तो लाग्यो, त्यही भएर लिखेन। अनि मैले चाहिँ कहिले नगरेको ठाउँमा त्यहाँ गएर थ्रेडिङ गरेको। अनि सुरुमा चाहिँ कस्तो नराम्रो जस्तो फिल भएको थियो, पछि चाहिँ 2-3 दिनपछि चाहिँ मन पर्यो। त्यसपछि म H&Mमा गएँ। चाहिँ खासै आइडिया चाहिँ छैन, केही कपडाहरू ट्राई गरेर अनि किनेँ। त्यसपछि फेरि म प्राइमार्कमै गएँ। अनि यो पिङ्क कलरको लगेज नि कस्तो राम्रो थियो, तर त्यसको डिजाइन चाहिँ खासै मन परेन। अनि मैले चाहिँ यो ब्ल्याक लिने डिसाइड गरेँ। यो साइज नि कस्तो ठिक्क जस्तो लाग्यो, अनि त्यसपछि मैले चाहिँ यो लिएँ। अनि ह्यारो अन द हिल गेटमा चाहिँ नेपाली मोमो पसल छ कि, मसँग चाहिँ टाइम थिएन। सो मैले चाहिँ टेक अवे गरेँ, त्यहाँबाट गएँ। तपाईँहरू पनि मोमो खानु मन छ भने त्यहाँ ह्यारो अन द हिल गेटमा जान सक्नुहुन्छ, यस्तो मिठो छ मोमो। त्यसपछि म चाहिँ फर्किएँ। थ्याङ्क यू सो मच फर वाचिङ टिल द एन्ड। सी यू इन नेक्स्ट भिडियो। बाई बाई।